मेजर ब्रेकिङ न्युज ट्रम्पले चाहिँ जति पनि आफ्नो युएस सोल्जरहरू अहिले जर्मनीमा एक्टिभली स्टेसन छ हजारौंको संख्यामा चाहिँ फिर्ता बोलाउने भएको छ। पेन्टागोनबाट अहिले आएको रिपोर्ट अनुसार चाहिँ 5,000 जना युएस एक्टिभ सोल्जरहरूलाई चाहिँ तानिन्छ। युएस पेन्टागोनको स्पोक पर्सनको अनुसार चाहिँ 6 महिनादेखि 1 वर्षभित्रमा चाहिँ 5,000 जना सैनिकहरूलाई चाहिँ अमेरिका फिर्ता ल्याइने भनेर भनेको छ। जर्मनको च्यान्सलर जसको चाहिँ प्राइम मिनिस्टर जतिकै हैसियत हुन्छ उसले चाहिँ एउटा के कमेन्ट गरेको थियो भन्दाखेरि चाहिँ इरानले चाहिँ युएसलाई धोबी हानिरहेको छ भनेर भनेको थियो। त्यो कुराले चाहिँ ट्रम्प पुरै फायर भएर बिचकेर आफ्नो सेनाहरूलाई चाहिँ त्यहाँबाट निकाल्ने धम्की दिएको। युरोपभरि नै सबैभन्दा बढी युएसले आफ्नो ट्रुप्सहरूलाई राखेको भनेको जर्मनी हो। 36,000 एक्टिभ सोल्जरहरू अहिले जर्मनीमा छ। जर्मनी एउटा नेटो देश हो र युएसले आफ्नो सोल्जरहरू हटाउने बित्तिकै जर्मनीको जुन अहिले नेटोको कन्फिडेन्स छ नि त्यो एकदमै घटेर जान्छ। रसिया खुसी खुसी नेटोको बोर्डरमा गएर चाहिँ सैनिक अभ्यासहरू गर्न सक्छ र नेटोलाई चाहिँ परख्ने काम गर्न सक्छ। रसियाले साइबर एट्याक्स, डिसइन्फर्मेसन क्याम्पेन र पोलिटिकल प्रेसर जस्तो हाइब्रिड वारफेयरहरू गर्न सक्छ। इस्टर्न युरोपमा पर्ने पोल्यान्ड र बाल्टिक स्टेटहरू चाहिँ एकदमै सेन्सिटिभ हुन्छ। जर्मनी लगायतको अरू धेरै युरोपहरू पनि रसियाको तेल र ग्यासमा चाहिँ भर पर्ने गर्छ। रसियाले सप्लाई र प्राइसलाई चाहिँ मेनिपुलेट गर्न सक्छ। देशभन्दा बाहिर के भइरहेको छ अपडेटेड हुनको लागि चाहिँ मलाई फलो गर्नु होला।